मोटो भ्लगर बन्छु, कन्टेन्ट क्रिएटर बन्छु, लास्टै वालछ्याल पैसा कमाउँछु, ल्याभिस लाइफ जिउँछु, फेम पैसा सबै थोक हुन्छ मसँग सोचेर कन्टेन्ट क्रिएसनतिर लागिरहनु भएको छ भने तपाईँलाई आज रियालिटी चेक दिन्छ। आज तपाईँलाई पहिलो कुरा, इट्स नट ओन्ली अबाउट मोटो भ्लगिङ, इट कुड बी एनी कन्टेन्ट क्रिएसन है। हामीले के गर्छौँ, एकदमै फेमस कन्टेन्ट क्रिएटरहरू देख्छौँ, उनीहरूको लाइफस्टाइल खतरा हुन्छ होइन, पैसा वाइल्ड कमाएर हुन्छ, महिने पछि गाडी, फरेन ट्रिप्सहरू दुनियाँ हुन्छ होइन, अनि उनीहरूलाई देख्छौँ। तर जुन हामीले त्यो देखिरहेछौँ उनीहरू, त्यो भनेको चाहिँ एउटा ठुलो मासको सर्टेन भेरी भेरी स्मल पर्सेन्टेज मात्रै हो क्या। 50 जना सक्सेसफुल भयो भने चाहिँ प्रोबेबली 1 लाखभन्दा बेसीजना त त्यही सँगसँगै सुरु गरेकाहरू अनसक्सेसफुल भएको पनि छन्। हामीले चाहिँ सक्सेस स्टोरिजहरू मात्र देख्छौँ, फेलियरहरू देख्दैनौँ क्या। त्यही भएर चाहिँ एकदम छिटो मोटिभेट हुन्छौँ अनि खतरा के गर्लौँ सोध्छौँ होइन। र नसकिने होइन, सोच्नु राम्रो कुरा हो, तर त्यो गोल के हो त त्यसको पछाडिको? आफ्नो जस्तै जुन निसमा भिडियो बनाइरहेछ त्यो निस आफूलाई एक्चुअली मनपर्छ त। बिकज कन्टेन्ट क्रिएसनमा के हुन्छ, सुरुमा त भ्युजहरू नै आउँदैन। एकदमै लक्की छौ भने मात्र हो सुरुदेखि टन्नै भ्युज आउन थाल्ने, या त एकदमै स्किल्ड हुनु पर्यो, हुकसुक यताउता सब जानेको हुनु पर्यो, अनि त्यही फेजमै धेरै मान्छे गिभअप गर्छन्। बट देन यदि गरेनौ भने एउटा यस्तो फेज आउँछ, त्यसपछि चाहिँ तिम्रो भिडियोजहरू नोटिसेबल हुन थाल्छ, एउटा दुईटा भिडियो त वाइल्ड भाइरल पनि भइदिएला, त्यो बेलामा एकदम रमाइलो हुन्छ। बट देन फेरि एउटा फेज आउँछ जुन टाइममा चाहिँ तिम्रोमा भ्युज नै आउँदैन क्या, फेरि डाउन भए जस्तो हुन्छ। अनि त्यो फेजमा चाहिँ त्यहाँ चाहिँ असली कुरा थाहा हुन्छ कि तिमीलाई कन्टेन्ट क्रिएसन के को लागि गर्नु थियो, तिमी खालि गर्नकै लागि गरिरहेको थियो कि तिमीलाई त्यो निसमा मजा पनि आइरहेको थियो। बिकज मजा आउँथेन, खालि फोर्सफुली गरिरहेको थियो भने यो फेजमा सबैले गिभअप गर्छन्, छोडिदिन्छन् के। भ्युज डाउन हुँदा पनि कन्टेन्ट बनाउन सक्नु भनेको चाहिँ राम्रो कुरा हो। अनि अर्को भनेको डिफिकल्टी केमा हुन्छ त, तिम्रो मेन सोर्स अफ इन्कम छ कि छैन एउटा। यदि त्यो छैन भने कन्टेन्ट क्रिएसन जब सब छोडेर, सबै चिज छोडेर त्यागेर यो के गरे कि मान्छेहरूले सबै त्यागेर चाहिँ कन्टेन्ट क्रिएसन मात्र गर्छु सोचिरहेछौ भने त्यो चाहिँ झन् ठुलो ट्र्याप हो। बिकज पछि सुरुमा केही हुँदैन, एउटा मोबाइलले, एउटा सानो एक्सन क्यामेराले म जस्तै भिडियो बनाउन थाल्छौ, पछि गएर तिमी यही कन्टेन्ट